हेलो एभ्रिवान, अहिले चाहिँ हामी एकदम साइप्रसको एकदम फेमस बिच निसी बिचमा छौँ अनि अहिले चाहिँ हामी एउटा चट्ट भिडियो बनाउनको लागि आएको छौँ। हाम्रो बुद्धि दाई हुनुहुन्छ। हेलो बुद्धि दाई। हाई ब्रदर, एकदम बवाल नि। अनि हाम्रो आज बुद्धि दाईको लाइफ गार्डको भिडियो बवाल तरिकाको बनाइरहेको छौँ हामीले। अनि एक्सपिरियन्सहरू सेयर गरिरहेछौँ अनि बुद्धि दाईलाई केही क्वेसनहरू हामी गर्छौँ है। ओके। अनि बुद्धि दाई, हजुर घर चाहिँ नेपाल कहाँ? मेरो घर चितवन हो। चितवन घर, उहाँको चाहिँ चितवन। अनि तपाईँ चाहिँ यहाँ लाइफ गार्डमा दुबईबाट आउनुभएको होइन? अनि दुबईबाट आउँदाखेरि खर्च चाहिँ कति लाग्यो हजुरको लगभग? खर्च पुरै नगरौँ, खर्च त के भन्नु होइन, अब हाम्रो खर्च लाग्यो अब अराउन्ड 7 लाख रुपियाँ जति भेट्यो मेरो। 7 लाख लगभग दुबईबाट आउँदा चाहिँ 7 लाख जतिको उहाँको पैसा पऱ्यो भन्छ। अनि कुन मेन पर्स थ्रुबाट आउनु भएको छ दुबईबाट आउँदाखेरि यहाँ? दुबईबाट चाहिँ म लाइफलाइन एचआर कन्सल्टेन्सीबाट आउनु भएको उहाँ चाहिँ। अनि यस्तै छ, यहाँ चाहिँ लाइफ गार्डमा आउनु भएको छ। अनि तपाईँ चाहिँ अहिले सेटिस्फाई हुनुहुन्छ यहाँ? दुबईको हेरेर धेरै खुसी नै छु, किनभने दुबईमा सप्लाई कम्पनीमा परेको थिएँ। अब त्यसमा चाहिँ तपाईँको कम्पनीले केही पनि खासै दिन्थेन मलाई। अनि स्यालेरी पनि थोरै थियो, छुट्टी थिएन, 7 दिनै ड्युटी गर्नु पर्थ्यो। अनि अब टिकटदेखि लिएर यावत कुराहरू केही पनि थिएन। अब यो त्यहाँको हेरेर अब स्यालेरी पनि डबल त्रिबल यहीँ धेरै छ र अनि हप्तामा छुट्टी पनि छ। कम्पनीले अब चाहिँ एभ्री इयर्स अपडाउन टिकट दिन्छ कम्पनीले, मेडिकल इन्सुरेन्स छ, ट्रान्सपोर्टेसन छ, खाना बस्न सबै कुरो दिएको छ। भने म यहाँ खुसी छु, यहाँ खुसी। सो उहाँ चाहिँ लाइफ गार्डमा आउनुभएको एकदम खुसी हुनुहुन्छ। इफ एनी वान कम टु साइप्रस एज अ लाइफ गार्ड भने चाहिँ एकदमै बेस्ट हुन्छ। अब स्विमिङ राम्रोसँग आफूसँग एक्सपिरियन्स छ भने चाहिँ है। अनि लाइफ गार्डको चाहिँ लाइफ देख्दछु म साइप्रसमा है। अनि अगाडि किनभने लाइफ गार्डको चाहिँ लाइफ छ साइप्रसमा चाहिँ। किन भन्नु छ भने यसमा यहाँ कम्पनीले तपाईँलाई खाना बस्नदेखि लिएर मेडिकल इन्सुरेन्स, ट्रान्सपोर्टेसन यावत चिजहरू कम्पनीले दिन्छ। अब तपाईँको रह्यो, अब अहिले युरोको रेट पनि राम्रो बढेको छ। have to take the training. Yeah, they are provided by you have already license in Dubai, and you will come to the Cyprus, and here also you will giving this company is giving the training. You know, without Cyprus lifeguard license, you cannot joining the job. There's a rules and regulation in Cyprus. Oh my God! Wow! This lifeguard job is great job. This is life-saving job. It's not joke. Yeah. Are you comedy me? Great job. So I'm